घरमा जाँदैछौँ सँगै एउटा यो गाडी रिजर्भ गरेर चाहिँ सबलाई सरप्राइज बर्थडे सरप्राइज दिनु चाहिँ हामी जाँदैछौँ त्यतिर हाम्रो फ्यामिलीहरू रमाइलो गर्दैछ हाम्रो बुवाको सरप्राइज बर्थडे पार्टीमा चाहिँ हामीहरू गाडीमा रमाइलो गर्दै गइरहेछौँ यहाँ अगाडि नाचिरहेछ फाइनल्ली हामी चाहिँ घर आइसक्यौँ अब चाहिँ बुवालाई चाहिँ सरप्राइज दिन चाहिँ हामीहरू गाडीबाट झरिरहेछौँ ल ल के भयो यो कसको ल आइपुग्यौँ यहाँ घरमा छैन पुरै चकबन्द छ ढोका बन्द छ त्यो कति यार गरे हार बाउ ल ठ्याक्कै घरमा पो आइपुग्यो सबैजना रे भिडियो नै भइरहेको रहेछ भने ल अहिले चाहिँ भयो ल बुवाले चाहिँ सुतिरहेको अवस्थामा भेटियो Happy birthday to you. ल के काट्नु पर्यो नि बुवाले खै रुमाल छ के अझै त यो त अनि यो हिउँले त अनि सर्लकै पनि त्यसो त बुवाहरूलाई त नि जाडोमा त खतम भयो त अलि आयो हिउँ फेरि उफ्रियो नि ल ल ल ल चुबी छ कि त्यहाँ चुबी चुबियो नि फेरि नि खेचेको ल ल ल नि आयो रे रे फोटो बुहारी नयाँ टोपी फेरि हिउँ पर्यो अझ हिउँ पर्यो ल हिउँ पर्यो जाडोमा सिसी जाडो यो बिग्रियो यार बिग्रियो यार कति वर्ष हाम्रो बुवा हाम्रो बुवा कति वर्ष कति वर्षको बर्थडे छ आज हाम्रो बुवाको
भिडै मेरो अब मेरोबाट चाहिँ भयो 74 होइ मेरोबाट भयो साइडबाट भएछ 74औं बर्थडे बाउको लु ल सर्लका केक काट्नु त फर्स्ट पल्ट आशीर्वाद दे अब 100 वर्ष बाँच्नु पर्ने बाँच्नु बाँच्दैन अब अर्को 100 वर्षको लागि आशीर्वाद बाँकी माने ए अब अर्को त 100 वर्ष त कति बहिरो मन्त्री बनाइदिउँ कि क्या हो ल हरबुवाको चाहिँ यो चाहिँ सायद अब बर्थडे चाहिँ फर्स्ट पल्ट मनाउँदै होला जस्तो लाग्यो अहिलेसम्म चाहिँ यसमा केक चाहिँ काटेको थिएन अब 74औं वर्षमा चाहिँ हरबुवाको केक काट्दैछ ल केक कहाँ यो फालेको यो ससुराको बर्थडे मनाउन ल ल फाइनली गाइस आमा सबैजनालाई आशीर्वाद दिनु पर्यो हाम्रो ल हाम्रो नातिले खुवाउनु पर्यो ल आमालाई खुवाइदिनु हातले हो क्या झ्याप्प हो न गुवाममा खानुपर्छ हो ल हाम्रो खुवाइदिनु भयो सौरुलाई न मामले खुवाइदियो सौरु यो परि छ सौरु पनि छै खुवाइदियो मामले भटभट सौरभै हो अलिक गुवाममा खाउनु भाइ सलक मुङ तोड के खाएकोले बुवा यता दादाको पालो ल कुद्रुकको ल अब यता यो छोटे डनको पालो ल यो अलिक खुवाइदिउ न ल बर्थडे मान्दै यतातिर यो तिम्रो म बोलाउने फेरि यस्तै आउँछ क्या हेर्नु बुवा ल यति खान्छ त Yes.